यो चाहिँ दिल्लीको स्कुल हो। यहाँ बच्चाबच्चीहरूले पढिरहेछन्। बाहिर हेर्न सक्नुहुन्छ केटाकेटीहरू पढिरहेछन्। हिजो यहाँ दिनभरि पानी परेर दिल्लीमा पुरै पानी भएको थियो। आज घाम लागेर पुरै सुक्खा भएछ बाटोहरू। यो दिल्लीको मायापुरी भन्ने ठाउँ हो। यहाँ यो मायापुरी भन्ने ठाउँमा गाडीहरू म्याक्सिमम काटिन्छ। 12-15 वर्ष चलिसकेको गाडीहरू यहाँ काटिन्छ। लगभग दिनमा 500 जति यो एरियामा गाडीहरू काटिन्छ। एकदम हेर्न सक्नुहुन्छ अगाडि नयाँ कारहरू काटिन्छ, किनभने त्यसको डेट पुरा भएको छ। गाडी मात्रै हैन, यहाँ जेसुकै जस्तै ट्रान्सफर्मर भयो, जेनेरेटर भयो, जेसीबी भयो, कार भयो, बस भयो, ट्रक भयो, यस्ता सबै चिजहरू यहाँ यो मायापुरी भन्ने ठाउँमा काटिन्छ। डेली कति मात्रामा काटिन्छ हेर्नु साथीहरू, दिनमा लगभग 500 जति गाडीहरू यो ठाउँमा काटिन्छ। तपाईहरू पनि यदि गाडीहरूको पार्ट पुर्जाहरू चाहियो भने यो ठाउँमा आएर सम्पूर्ण पार्टहरू पाइन्छ। त्यो खोजेर आफूले लान सकिन्छ। आज हामी सबै साथीहरू मेट्रो ट्रेनमा बसेर दिल्लीको चोर बजार, जहाँ चाँदनी चोक पनि भनिन्छ, त्यो ठाउँमा जाँदैछौँ। यो माथि हेर्न सक्नुहुन्छ, यो माथिको हरियो कलरको सबै मेट्रो ट्रेनको स्टेसन हो। मेट्रो ट्रेन यहाँ माथि पनि जान्छ र कुनै ठाउँमा अन्डरग्राउन्ड पनि जान्छ। हामी अब यो मेट्रो ट्रेनको स्टेसनमा गएर अनि टिकट काटेर मेट्रोमा सफर गर्नेछौँ। आजको दिन हामी जाने आउने काम यो मेट्रोबाट हुनेछ। तपाईहरूलाई म सम्पूर्ण जानकारी दिन्छु दिल्लीमा मेट्रो ट्रेन कस्तो हुन्छ। सुरुमा हामी यहाँ तलबाट सिँढी चढेर, सिँढी पनि हुन्छ र एलिभेटर अनि लिफ्ट पनि हुन्छ। यो दिल्लीको मेट्रो ट्रेन यस्तो व्यवस्थित छ, हेर्नुहुन्छ। म तपाईहरूलाई सम्पूर्ण दृश्यहरू देखाउने छु कि यो दिल्लीको मेट्रो ट्रेन एकदम विदेशको मेट्रो ट्रेन भन्दा कुनै कम छैन। एकदम विदेशी मेट्रो ट्रेन जस्तै छ, विदेशमा हिँडे जस्तै लाग्छ। साथीहरू यहाँ हेर्न सक्नुहुन्छ, यो दिल्लीको मेट्रो ट्रेन हो। यो ट्रेन उभिसकेछ। अब यो ट्रेनमा बसेर यस्तो छ यो ट्रेनको अवस्था। मेट्रोमा बसेर हामी जाँदैछौँ। हम लोग मेट्रो ट्रेन में बैठकर जा रहे हैं पूरा दिल्ली सैर करने के लिए। दिल्लीमा घरहरू मात्रै नभई यहाँ जङ्गल पनि रहेको छ। तलतिर हामी यो ट्रेन माथि हिँडिरहेछ र तलतिर जङ्गल रहेको छ। यो मेट्रो ट्रेन स्टेसनमा रुक्दो रहेछ। यहाँ हेर्न सक्नुहुन्छ, ट्रेन रुक्यो। अब बाहिर जुन गेट छ, बाहिरको गेट र ट्रेनको गेट सँगै खुल्छ र मान्छेहरू अब जसलाई झर्नु छ झर्छ, जसलाई चढ्नु छ चढ्छ। यो मेट्रो ट्रेन अरू ट्रेन जस्तो हुँदैन। डब्बा खाना चाहिँ यो ट्रेन हुँदैन। सर्लक्कै एउटै हुन्छ, सुरुदेखि लास्टसम्म सर्लक्कै एउटै डब्बा हुन्छ। यो मेट्रो ट्रेन रुकेपछि यहाँ यसरी खुल्छ गेट र खुलिसकेपछि मान्छेहरू जसलाई झर्नु छ झर्छन्, जसलाई चढ्नु छ चढ्छन्। कुनै ठाउँमा भिडभाड धेरै हुन्छ र कुनै ठाउँमा अलिक कम भिड हुन्छ। यो स्टेसन चाहिँ माथिनिर छ, त्यही भएर एलिभेटरबाट मान्छेहरू सिँढीबाट तल जान्छन्। कुनै ठाउँमा स्टेसन अन्डरग्राउन्ड छ भने माथि जानुपर्छ। चढ्ने र झर्ने काम भएपछि ट्रेन हिँड्नुभन्दा पहिला यसरी गेट पहिला बन्द हुन्छ। त्यसपछि सर यति स्पिडमा यो गाडी पिकअप लिन्छ। हेर्नुहोस् साथीहरू, एकैछिनमा पुरै स्पिड लिन्छ यो ट्रेन। यसमा प्रत्येक गेटको माथितिर यो ट्रेनको रुट दिएको हुन्छ र त्यही रुट हेरेर हामी कुन ठाउँमा छौँ भन्ने कुरा थाहा हुन्छ। जो डबल सर्कल लगा है ना, डबल सर्कल, इसका मतलब ये है ये जंक्शन है, यहाँ से दूसरा रूट भी है अलग चेंजिंग करने वाला। हामी अब यो लाजपत भन्ने स्टेसनमा झर्छौँ र यहाँबाट अर्को रुट छोपेर हामी बल्ल अगाडि
जान्छौँ। यो स्टेसनमा अब ट्रेन रोकियो र गेट पनि खोल्यो। अब हामी यहाँ झरेर फेरि अर्को रुटमा अर्को ट्रेनमा चढेर जान्छौँ। हामी अब यहाँ यो स्टेसनमा झरेर अर्को रुटको लागि अर्को ट्रेन छोप्छौँ र त्यहाँसम्म जानलाई हामी माथि जानुपर्छ र त्यो ट्रेन अर्को छोप्नको लागि धेरै कुर्नु पनि पर्दैन, छिनछिनमै एकदम सानो समयमै गाडी आउने जाने गर्दछ, त्यही भएर धेरै कुर्नु पर्दैन। हामी यो लाजपत नगरको स्टेसनमा झरेछौँ र यो स्टेसन जमिनभन्दा अन्डरग्राउन्ड छ र हामी अब माथि जाँदैछौँ अर्को रुटको ट्रेन चढ्नलाई। अब तपाईँहरूले देखाउँछु म कि यो अन्डरग्राउन्ड कसरी छ भनेर। हामी अहिले त्यहाँबाट जहाँ झरेको थियौँ त्यहाँबाट 2 तल्ला माथि चढ्यौँ र बल्ल यहाँ जमिनको लेभलमा आएछौँ। बाहिर हेर्न सक्नुहुन्छ गाडीहरू गुडिरहेछन् र यो लेभलबाट पनि जमिनबाट पनि अझै माथि जाँदैछौँ अर्को रुटको ट्रेन चढ्नलाई। हामी अब यहाँबाट लाल किल्ला जाने ट्रेनमा चढ्छौँ। लाल किल्ला हामी पुगेर तपाईँहरूलाई लाल किल्ला देखाउनेछु, कृपया भिडियो अन्त्यसम्म हेर्नुहोला। र चाँदनी चोक भन्ने ठाउँमा जाँदैछौँ, त्यसलाई चाँदनी चोकलाई चोर बजार पनि भनिन्छ। अब यो डिस्प्लेमा हेर्न सकिन्छ जुन बत्ती छ्याप गरिरहेछ, यो लाल किल्ला यानि कि हामी पुगिसकेछौँ। साथीहरू यो हेर्न सक्नुहुन्छ दिल्लीको मेट्रो ट्रेन एकदम क्लिन हुन्छ, अन्डरग्राउन्ड हुन्छ, सबै सिसा खोल्न मिल्दैन, एसीवाला हुन्छ ट्रेन र यसको स्टेसनहरू पनि अन्डरग्राउन्डै हुन्छ। स्टेसनको भित्र बाहिर जानलाई टिकट अनिवार्य छ। साथीहरू यो चाँदनी चोक भन्ने ठाउँ हो, हामी चाहिँ अहिले चाँदनी चोक भन्ने ठाउँमा आइसकेका छौँ। अब यो चाँदनी चोकमा चाहिँ हामीले इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा एकदम धेरै सस्तो पाइन्छ, त्यही ठाउँमा हामी जानेछौँ। यो चाँदनी चोकलाई चोर बजार पनि भनिन्छ र पछाडि हेर्न सक्नुहुन्छ लाल किल्ला पनि देखिएको छ अलिअलि। लाल किल्लाभित्र अहिले जान पाइएन। भारतको इन्डिपेन्डेन्स डे यानि स्वतन्त्रता दिवस भएको कारणले अहिले चाहिँ लाल किल्ला बन्द रहेको अवस्था छ। यो ठाउँमा गाडी त चल्न पाइँदैन किनभने मार्केट एरिया भएको कारणले मान्छेहरूको भिडभाड धेरै नै हुन्छ, त्यही भएर गाडी चल्न पाइँदैन र मार्केट एरिया ठुलो भएको कारणले हिँडेर पनि जान अलिक गाह्रो हुन्छ, त्यही भएर यहाँ रिक्साहरू धेरै मात्रामा चल्ने गर्छ। साथीहरू यो ठाउँको मुख्य विशेषता भनेको एसियाकै सबभन्दा ठुलो मार्केट एरिया हो। इलेक्ट्रोनिक मार्केटमा एसियाकै सबभन्दा ठुलो इलेक्ट्रोनिक मार्केट यही हो। चाँदनी चोकको चोर बजारमा पर्ने यो एसियाकै सबभन्दा ठुलो इलेक्ट्रोनिक जगतको होलसेल मार्केट। भैया जी इधर एसी फ्रिज का सामान किधर मिलता है? किधर मिलता है? आगे मिलता है उधर। इलेक्ट्रॉनिक का सामान मिलेगा भाई, वहाँ में से लाइट बत्ती का काम मिलेगा। जब फ्रिज किधर से भैया? चाँदनी चौक इधर सामने जाओ तो रिक्शा करना पड़ेगा। अच्छा, और चाँदनी चौक का आगे तो चाँदनी बाजार। ठीक है भाई। यो गल्लीमा सम्पूर्ण प्रकारका इलेक्ट्रिक सामानहरू पाइन्छ र हामीलाई इलेक्ट्रिक सामान कुनै पनि चाहिएको थिएन, त्यही भएर हामी यो गल्लीबाट अब बाहिर निस्क्यौँ। बाहिर निस्केपछि यहाँनिर एक ठाउँमा एकदम भिडभाड थियो र हामीले गएर हेऱ्यौँ त के रहेछ त यहाँ ब्याग पाइँदो रहेछ मात्र 100 रुपियाँमा। जुनसुकै रोजेर खोजेर लैजानुहोस् 100 रुपियाँ। क्या प्राइस है? 100 रुपये। कौन सा ले बताओगे ना? अरे अच्छा लगे देखो फोटो फोन करो, आंटी के पास फोन करो, मुस्कान के पास कोई है? ये भाई 200 का है, ये कितना का है? अंकल इसमें लॉक वाला सिस्टम नहीं है। ये 500 का लगेज। यो सेल्फी स्टिक रहेको छ, जम्मा मात्र रु 200, जुन चाहिँ हाम्रो नेपालमा यसको प्राइस लगभग 1000 रुपियाँ पर्न जान्छ। यतातिर लेडिज सेन्डिल र चप्पल रहेको छ,
मूल्यहरू 100 देखि 200 सम्म र जेन्ट्सको लागि जुत्ता पनि छ 200 देखि 400 सम्म। यो चाहिँ दिल्लीको जक्सन रेलवे स्टेसन रहेको छ, एकदम लामो एरियामा फैलिएको छ। हामी अब सपिङ गरेर मेट्रो ट्रेनमा जाँदैछौँ र मेट्रो ट्रेनबाट आफ्नो रुममा फर्किनेछौँ। यो चाँदनी चोकको गेट नम्बर 2 हो। यो गेटबाट हामी भित्र छिर्नेछौँ र टिकट काटेर हामी फेरि मायापुरी भन्ने ठाउँमा जान्छौँ र एकपटक यहाँ जब टिकट काटिसकेपछि फेरि निस्किने बेलामा पनि त्यो टिकट अनिवार्य रूपमा चाहिन्छ। यहाँ हामी अहिले तलतिर सिधै जाँदैछौँ भर्याङ भएर सिँढी भएर र लिफ्टको पनि व्यवस्था छ। साथीहरू लिफ्टबाट पनि गएको छन्, हामी चाहिँ हिँडेरै जाँदैछौँ। हामी चाहिँ जमिनको सतहबाट 3-4 फ्लोर तल जाँदैछौँ अन्डरग्राउन्डभित्र। यो रेलवेको स्टेसन रहेको छ। चाँदनी चोकको गेट नम्बर 2बाट हामी भित्र छिरेर 3-4 तल्लाको तल जाँदैछौँ र यस्तो दृश्य छ हेर्न सक्नुहुन्छ। टिकट काटेर हामी अब जाँदैछौँ र स्टेसनभित्र बसेर हामी ट्रेनमा चढ्नेछौँ र ट्रेनबाट 3वटा स्टेसन चेन्ज गरेर बल्ल हामी जान्छौँ मायापुरी भन्ने ठाउँमा। र यो स्टेसनभित्र पनि म्याप ट्रेनको मेट्रो ट्रेनको रुटको म्याप दिएको हुन्छ, त्यो हेरेर हामी जान सकिन्छौँ। कहाँ जाने हो र कुन ठाउँमा छौँ भन्ने कुरा थाहा पाइन्छ। हामी अब पुरै दिल्ली घुमेर साथीको रुमबाट बिदावारी भएर निस्किसकेछौँ। अब घरतिर जाने हो। अब घरतिर जाँदाखेरि राति परिसक्यो। 9 बजेको हाम्रो बसको टिकट छ। स्लिपर बसमा फेरि जाने हो सुतेर मजाले। र नाइटको भ्यू तपाईहरू मजाले हेर्दै जानुहोस्। तपाईहरूलाई बस पार्कसम्म लैजानेछु यो नाइटको भ्यू देखाउँदै पुरै दिल्लीको। हाम्रो चाहिँ दिल्लीको यात्रा यहीँसम्म थियो। भिडियोलाई अन्त्यसम्म हेर्नुभयो त्यसको लागि धन्यवाद। र फेरि पनि यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर अवश्य साथ दिनुहोला। हस्त धन्यवाद।